म्याङ्गो स्टिकी राइस खान अब कहीँ जानु पर्दैन। यसरी नै घरमा बनाएर खानुस् है। सबैभन्दा पहिला टाइचिन चामल अथवा स्टिकी राइसलाई पकाउने। अब एउटा भाँडामा कोकोनट मिल्क, कन्डेन्स मिल्क र अलिकति नुन राखेर पकाउने। यो मिक्सरलाई अलिकति छुट्याएर राख्ने। थोरै बाँकी रहेकोमा 1 चम्चा कर्नफ्लोर राखेर मिक्स गर्ने। पेस्ट बन्छ। अब म्याङ्गोलाई सानो सानो पिसमा काट्ने। हजुरहरूले आफूलाई मन परेको सेपमा म्याङ्गो काट्न सक्नुहुन्छ। कन्डेन्स मिल्कको सट्टा चिनी राख्दा पनि हुन्छ है, अथवा यो कन्डेन्स मिल्कलाई आफैले घरमा बनाएर पनि राख्न सकिन्छ। पाकेको राइसमा अघि छुट्याएर राखेको कोकोनट मिल्क र कन्डेन्स मिल्कको मिक्सरलाई हालेर मिक्स गर्ने र आधा घन्टाको लागि यो छोडिदिने यत्तिकै। आधा घन्टापछि हजुरहरूले मन परेको डिजाइनमा प्लेटिङ गर्न सक्नुहुन्छ। यसरी माथिबाट कर्नफ्लावर राखेको थिक पेस्टलाई राख्ने। मैले चाहिँ यसरी प्लेटिङ गरेको थिएँ। मेरो बाबुहरूले चाहिँ माथिबाट चकलेट सिरप राखेर यसरी खाए। हामी सबैले एकदम इन्जोय गरेर खायौँ, मिठो भएको थियो। हजुरहरू पनि ट्राई गर्नुहोस् है। हस्, थ्याङ्क यू।